अहिले चाहिँ म सुन्तला खाँदैछु। एकदम रसिलो। हेलो एभ्रिवान, आज छुट्टीको दिन बिहान एकछिन बारीमा काम गरेर आइयो। अब चाहिँ दिउँसो चाहिँ आज यसो बाहिर निस्किने प्लानिङ छ। हामी चाहिँ आज जाँदैछौँ सुन्तला खानको लागि। सुन्तला बगान जाँदैछौँ। त्यहाँ चाहिँ आफै टिपेर खाने सिस्टम छ जापानको चाहिँ। सो त्यतातिर जाने प्लानिङमा हामी चाहिँ अब निस्किँदैछौँ यहाँबाट। ट्याक्क के कस्तो हुन्छ हेर्दै जानु होला है त। लेट्स गो। हामी चाहिँ आइपुग्यौँ सुन्तला बगानमा। मेरो पछाडि तपाईँहरूले सुन्तला बगान देख्न सक्नुहुन्छ। यस्तो छ है। सो अब हामी भित्र जान्छौँ। त्यस पछाडि टिकट लिन्छौँ अनि त्यस पछाडि भित्र गएर लिन्छौँ। यहाँ चाहिँ टिकट लिएर गएपछि आफूले जति खान नि पाइयो। यो चाहिँ 11को महिना 12 को अन्तिम सुरुसम्म। अब चाहिँ आइपुगेका छौँ सुन्तला बारीमा। यहाँ चाहिँ जति खाए नि भयो। अहिले चाहिँ म सुन्तला खाँदैछु। एकदम रसिलो मिठो। मैले खानालाई चाहिँ यहाँ टिपेर राखेको छु क्या। यहाँबाट छान्दै खाने अनि टन्न खाइसक्ने। आफूले लिएर जाने चाहिँ त्यहाँ कति केजी लिएर जाने त्यहाँ पे गरेर लिएर जान मिल्छ। खाना चाहिँ जति खाए नि भयो 3 बजीसम्म बसेर। कस्तो मिठो छ रसिलो। अनि यहाँको सुन्तला खानाको विशेषता के छ भने दाना हुँदैन भित्र, सिड्स हुँदैन कि एउटा पनि सिड्स हुँदैन यहाँको सुन्तलामा चाहिँ। त्यही भएर अहिले खानु पाइयो। यहाँ त मुखै त्यस्तो भा यसरी ट्याक्क छान्ने टिप्ने। बोक्रा अलि बाक्ला रहेछ नि यहाँको। यस्तो अलिक बाक्ला रहेछ तर सुन्तला मिठो रहेछ। खाने क्रम भइरहेछ। अब खाँदै जाउँ अलिकति खाइसके पछाडि अनि त्यस पछाडि फेरि निस्किने बेला भिडियो बनाएर देखाउने छु कति लाने भन्ने कुरो चाहिँ। झ्याम्म यहीँ बसेर यसरी सुन्तला बगानको छेउमा सुन्तला खाने कार्यक्रम चलिरहेछ। सुन्तला खाना खुब रहर लाग्यो मान्छे। त्यहाँहरूको सुन्तला एकदमै खाइयो, एकदम मिठो हो। अब ड्याममा भयो। धेर खायो सुन्तला, धेर खाएर भुँडी फुट्ला जस्तो भइसक्यो। सुन्तला चाहिँ 400 रुपियाँ किलोले हामीले लियौँ 3 केजी जति। अब यो लिएर चाहिँ हामी घरतिर लाग्छौँ। सुन्तला पनि यदि खायो कि भोलि सन्चो नहोला। आकाश कस्तो खुलेको छ आज फेरि। हो कस्तो राम्रो मौसम भएको छ। ठ्याक्कै सुन्तलै चौरमा बसेर सुन्तलै खाने यस्तो भएको क्या मौसम पनि। अनि अब चाहिँ हामी घरतिर लाग्छौँ।